यो 30 गते सोमबारको दिनमा हामीले क्षेत्रीय महानदीको मायानी नदीको यत्रो सबैभन्दा यो वर्षको सबैभन्दा बढी बढेर आउनुभएको यहाँसम्म हेर्नुभयो होला नि। यहाँसम्म एकदमैसँग आउनुभएको छ। अब यहाँसम्म बढेर आउनु भएको छ। यहाँसम्म अहिलेसम्मको सबभन्दा धेरै ठुलो हो उतासम्म सबै रहेछ। ल्याएर यहाँ चाहिँ सबभन्दा नजिक भनेको जल यहाँसम्म आउनु भएको छ। हेर्नुभयो नि सबैभन्दा नजिक यहाँबाट लगभग 10 मिटरको पेरिफेरीमा ल्याउनुहोस् त नजिक हो। नजिक देख्नुभयो नि यहाँसम्म। त्यसपछि हाम्रो कुण्ड छ यहाँ। त्यहाँको तपाईँको लगभग 15 मिटरमा त्यहाँको 15 मिटरमा हामीले कुण्ड बनाएका छौँ। यी अखण्ड भ्रमण गरेका छौँ। हाम्रो यहाँ कुण्ड चाहिँ यहाँ छ। हाम्रो कुण्ड हाम्रो निर्माणाधीन भइरहेछ। अब यो लगभग अब पिलरहरू ढलान भयो। अब हाम्रो पिलर ढलान भयो। यस पछाडि अब हाम्रो यो ठाउँमा हुन्छ। आज तपाईँको यो भएर ठाउँमा सकिन्छ हाम्रो काम। यही ठाउँमा हामीले लगाएका थियौँ तपाईँको 33 दिनको अखण्ड महाकोटी हो। ल हेर्नुहोस् सेतीले उताको भाग पनि ल हामी व्यास ऋषिको 7 फुटको यहाँ लगभग हाम्रो 11 फुटको यो पुरै भागलाई लिएर 11 फुटको चाहिँ हामी व्यासको स्तम्भ राख्दैछौँ। त्यसपछि 33 फुटको व्यासको मूर्ति राख्नको लागि हामी गर्छौँ। ल्याएर सङ्गम पुरा सिधा हामी अगाडि हामीसँग चाहिँ नि स्तम्भ छ। ल जय श्री राम।